वेलकम बैक टू माई यूट्यूब चैनल। आज चाहिँ हामी भर्खर लाचुङमा आइपुगेको छौँ र भोलि चाहिँ हामी 0 पोइन्ट अनि युमथाङ घुमेर जाने भनेर भनेको छौँ। अनि अहिले म चाहिँ यहाँ छु, कोही वासरुम जानुभएको छ, कोही उतापट्टि पनि छ साथीहरू। र अब हाम्रो यहाँ लाचुङको भिडियो हामी तपाईहरुलाई देखाउने नै छौँ। आज चाहिँ खानासाना खाएर चाहिँ अब तल बोलाउनु हुँदैछ। खानासाना खाएर चाहिँ हामी सुत्ने। लाचुङमा आइपुगेर चाहिँ खाना खानु लागेको हाम्रो यहाँ फुर्कितले चाहिँ खाना पक्रिँदैछ है। फुर्कितले चाहिँ यहाँ खाना पस्किँदैछ। आपने फोन किया था मेरे को, इन लोगों ने सभी का फोन किया था। हम लोग फोन नहीं किए थे। कौन सा एक नंबर फोन किया था? मेरे पास तो बोले थे आप लोग किए थे। हाँ, फिर दूसरा एक फोन किया था। कौन सा नंबर है? मेरे को मालूम नहीं था कौन सा। मेरे को डबल वन होगा। आज चाहिँ हामी गुरुदुङमा लेकहरू डुलेर आएको थियौँ नि त। अन्त त्यहाँ चाहिँ मलाई चाहिँ विशेष गरी मलाई चाहिँ पुरा साह्रो पर्यो। अनि म चाहिँ यहाँ पवित्र दिदी उता अनुमा र मलाई चाहिँ पुरै साह्रो पर्यो नि त। अनुमालाई चाहिँ हल्का सास फेर्नु साह्रो पर्यो अरे। मलाई चाहिँ म त पुरै भोमिटिङ गरिन्जेल भयो नि। पवित्र दिदीहरू चाहिँ हल्का ठिकै। पवित्र दिदीहरूलाई केही पनि भएन, हल्का अलिअलि सास बन्द होला जस्तो भयो। तर म जतिको साह्रो चाहिँ भएन दिदीहरू चाहिँ। म चाहिँ एकदमै भोमिट पुरा दुई खेप भोमिट गरिन्जेल भयो। अन्त अनुमालाई चाहिँ हल्का सास फेर्नु साह्रो पर्यो भन्छ। यस्तै भयो। र आज चाहिँ लाचुङमा आइपुगिसकेको छौँ। अब लाचुङमा चाहिँ लाचुङको भोलिदेखि तपाईँलाई भिडियो हामी देखाउने नै छौँ। कस्तो भयो घुम्नु कस्तो भयो तपाईँलाई? अलिकति सास फेर्नु प्रब्लम हुँदो रहेछ है अक्सिजनको चाहिँ। मेन चाहिँ मलाई प्रब्लम भयो, उहाँहरूलाई चाहिँ हल्का ठिकै है। कतिको प्रब्लम भयो सास फेर्न? मलाई धेरै प्रब्लम भएन। मैले त 2 खेप भोमिट गरेँ हो। मैले एकपल्ट गरेँ। उसले चाहिँ एकपल्ट गर्यो। अन्त अनुमा चाहिँ सास फेर्न अलिक साह्रो पर्यो अरे यता। अनि 2-3 जना पवित्र दिदी अनि बहिनीलाई चाहिँ हल्का हो ठिकै भनौँ न। र पनि उनीहरूलाई पनि हल्का सास फेर्नु चाहिँ साह्रै पर्यो नि होइन। जाडो त के भन्नु। तपाईँहरूमा आउनुभयो भने चाहिँ एकदम तातो तातो लुगा लिएर आउनुहोस् होला। हामी चाहिँ फर्स्ट टाइम आएको थियो हो। भोलि चाहिँ हामी कहाँ जान्छौँ अरे? भोलि चाहिँ हामी युमथाङ भ्याली 0 पोइन्ट जानेछौँ। त्यसको बाद हामी घर फर्किनेछौँ। 6 बजे या 6:30? अझै एउटा जग्गा जान्छ। कहाँ? त्यो जग्गा नामै याद छैन। के हो भन्यो? कुनै के अप्ठ्यारो नाम भन्दै थियो। त्यहाँ जानु अरे हामी? 3टा जग्गा हो नि त। भोलि सिरियस हुन्छ होला है। भोलि के होइन हौ। बट्टाबट्टी भन्यो। मैले निकालेँ नि त बाहिर। ब्यागको माथि छ। पिम्पम चाहिँ कहाँ छ? निकालिहाल त यति बेला। मैले पुरा गुलियोको मिस गरेँ नि हौ यो पालि चाहिँ। ब्यागको माथि छ हौ त्यही बाहिर ब्याग छ नि त्यहाँ। मकै भन्दा पनि बेसी चाहिँ मैले चाहिँ यो पालि चाहिँ गुलियोकै मिस गरेँ। अब यो चाहिँ भोलिदेखि स्टार्ट हुन्छ पिम्पम। ल अब चाहिँ एकछिन साथीहरूसँग बातसात गरेर हिसाब किताब गरेर सुत्नुपर्ने हो। ल है साथीहरू। त्यहाँ गएर डुबिकिन आइज भने डुबिकिन आइज। तातो पानी छ अरे। ल यो बडीसँग सुत्नु के भन्नु?
तपाईँहरूलाई म बिहानको भ्यू देखाउने छु। यतै लाचुङको भ्यू चाहिँ यस्तो छ हेर्नुहोस् है, यस्तो दामी छ कि यो चाहिँ बिहान घाम लाग्दा मैले बनाएको। हामी बसेको होटल चाहिँ यही हो तपाईँको। छेउमै गुम्बा पनि रहेछ तपाईँको है, हेर्नुहोस् है। हामी बसेको होटल लाचुङको चाहिँ भ्यू एकदमै मन पर्यो मलाई, हेर्नुहोस् नै। हामी बसेको होटल चाहिँ यही हो। अब चाहिँ हामी निस्केको, अब चाहिँ हामी 0 पोइन्ट र कहाँ अरे युमथाङ जाने। अब चाहिँ हामी रुमबाट निक्लिँदैछौँ, साथीहरू पनि जानेछ। अब चाहिँ हामी निस्केको सजा खाएर हामी युमथाङ लाग्नु आँटेको साथीहरू छ यहाँ। छिटो खानु, हामीलाई कटौँ जानु पुरा टाइम लाग्छ अरे। 4 बज्छ अरे त कटौँ। यहीँ आइपुग्दा 4 बज्छ अरे, घर कहिले पुग्नु? कहाँ छ चिया? ट्रेमा छ। ए म निस्किन पायो भने ल्याइन्थेँ। अब चाहिँ लाचुङबाट चाहिँ हामी कटौ लाग्यो, कटौ युमथाङ। यहाँ यता याक रहेछ कि, याकसँग फोटो खिचौँ भनेको त भाग्दा पो रहेछ। हेर्नुहोस् नै याके भागिहाल्दो रहेछ। साह्रै दामी उक्रियो है। जाममा बस्दा बस्दा है गाडी कम्ती छ, बाटो पनि राम्रो छ। चाहिँ अहिले हामी कटौ आइपुग्यौँ हो। यहाँ पविता दिदी फोटो खिच्दैछ, यता ल निर्मला दिदी, यहाँ अनुमा फोटो खिच्दैछ, यता इसानो बहिनी ल्याउ त। दामी रहेछ यो कटौ पनि, पुरा बिजी छ केटीहरू। हेलो गाइस, आज पनि घुम्न आउनुहोस्। कटौ चाहिँ कस्तो लाग्यो सानो बहिनीलाई? एकदम दामी। आज
चाहिँ मलाई पुरा खुसी लाग्यो हो यस्तो ठाउँमा आउनु पाउँदा चाहिँ यो चाहिँ मेरो ड्रिम प्लेस हो है हिजो लाचेन गयो आज लाचुङ लाचेन मन पर्यो कि लाचुङ यो मन पर्यो मलाई यो लाचुङ लाचुङ मन पर्यो यो चाहिँ मेरो ड्रिम प्लेस हो आज चाहिँ मेरो ड्रिम पुरा भयो अनि म खुसी छु अब उनीहरूको गेटअपहरू हेऱ्यो होला हिजो अर्कैमा थियो आज अर्कैमा छ यो हामी लाचेन गएको थियौँ र आज चाहिँ हामी लाचुङमा छौँ र लाचेन भन्दा पनि लाचुङ चाहिँ हामीलाई धेरै मन पर्यो अहिले हिउँ पनि पुरा आइरहेको छ हो एकदमै राम्रो छ हिजो हामीलाई लाचेनमा चाहिँ धेरै प्रब्लम भयो नि त पुरा अक्सिजनको प्रब्लम रहेछ त्यही भएर मैले त 2 खेप बोमिट गरेँ र त्यही भएर बाटोको पनि धेरै प्रब्लम रहेछ लाचेन जाँदा चाहिँ र यो लाचुङमा चाहिँ बाटो पनि एकदमै राम्रो रहेछ प्लस तपाईँको त्यस्तो अक्सिजनको प्रब्लम पनि नहुँदो रहेछ है त्यही भएर चाहिँ एकदमै राम्रो लाग्यो लाचेन चाहिँ हेर्नुहोस् बहुत मजा आइरहेछ हिजो लाचेन आज लाचुङ लाचेन राम्रो लाग्यो लाचुङ लाचुङै राम्रो लाग्यो किन तपाईँलाई अब भ्यूहरू राम्रो छ आजको भ्यूजहरू राम्रो छ प्लस फेरि यो हिमालहरूले वरिपरि ढाकेको हिमालहरू ए है धेरै राम्रो छ प्लस फेरि अक्सिजनको पनि प्रब्लम रहेन रहेछ छैन हैन त अहिले चाहिँ हामी कटौबाट फर्किँदैछौँ अब युमथाङ र 0 पोइन्ट जाने हो हेर्नुहोस् भ्यू सिक्किममा पनि यस्तो यस्तो ठाउँ रहेछ है तपाईहरु पनि भिजिट गर्नु तपाईहरु पनि आउँदा हुन्छ है एकदमै राम्रो छ